काठमाडौँको शालिना नदी क्षेत्रमा छौँ। यही 2082 पुसको 19 गतेबाट यो क्षेत्रमा 1 महिनासम्मको लागि स्वस्थानी व्रत एवं शालिना नदी मेला लागिरहेको छ। यो मेलाको अवसरमा हामीले सहीभरिका नेपाली नेपाली उत्पादनको प्रवर्धन गर्ने जगेर्ना गर्ने उद्देश्यले निरन्तर उद्यमी घर हामी सेवामा क्रियाशील छौँ। नेपाल मात्र नभएर विश्वका धेरै देशहरूमा हामीले नेपाली उत्पादन सामानहरू पठाइरहेका छौँ। हामी यहाँ देख्न सक्छौँ देशका 65भन्दा बढी जिल्लाका स्थानीय महिला दिदीबहिनीहरू युवाहरूले उत्पादन गर्नुभएको घरेलु हस्तकला, कृषिजन्य स्वदेशी कपडाहरू, विभिन्न खालका सजावटका चिजहरू, मायाका चिजहरू सबै कुराहरू चाहिँ उद्यमी घरमा पाइन्छ। नेपालको हामीले एउटा मोडेल नै बनाएका छौँ यसलाई। देशैभरिका जति पनि घरेलु स्थानीय हस्तकलाका सामानहरू उद्यमी घरमा देख्न सकिन्छ, पाउन सकिन्छ। निरन्तर हामी यसको प्रवर्धनमा छौँ। त्यसै अन्तर्गत हामी यतिखेर यो काठमाडौँको शालिना नदीमा जुन 1 महिनासम्म भइरहेको यो मेलामा यहाँ सहभागी भएका छौँ। सबैजना यो मेलामा आउँदाखेरि उद्यमी घरको स्तरमा छिर्न नबिर्सनुहोस् है। धन्यवाद।